हेलो गाइजहरु ल हेर्नुस् त यो त कस्तो खालको आलु हो। आलु नै खतरा हो नि यस्तो निलो है। हेर्नु नि बोक्राहरु पनि निलो हैन काट्दै छु हैन। कस्तो चाहिँ आलु हो क्या यो। हेर्नुस् त ल यहाँ हेर्नुस् है। यो चाहिँ आलु हैन यस्तो नै आलु हुँदो रहेछ ल हेर्नुस् है। राम्रोसँग हेर्नुस्। आलु दिस इज अ पोटेटो। दिस इज अ पोटेटो। दिस इज अल्सो पोटेटो। दिस इज अल्सो पोटेटो के यो के हो के कस्तो पोटेटो हो। यहाँनिर अझ छ हेर्नुहोस् है यहाँ यो झोलामा छ अझ क्या त्यस्तो खालको आलु चाहिँ यो झोलाको है यो है हेर्नुहोस् है निलो है निलो है निलो हेर्नुहोस् है यस्तो निलो छ नि हेर्नुहोस् त हेर्नुहोस् है यहाँ हेर्नुहोस् है ल हेर्नुहोस् है यहाँ निलो क्या आलु नै निलो क्या कुनै कुनै त पुरै निलो छ ल हेर्नुहोस् है यो चाहिँ निलो रहेछ है पुरै ल हेर्नुहोस् है आलु आलु पनि यस्तो हुने है यो आलु एउटा हेर्नुहोस् है यसलाई एकचोटि दुई टुक्रा बनाइदिनुहोस् त ल यहीँनिर यत्तिकैमा काटिदिनु त ल हेर्नुहोस् है आलु नै ल हेर्नुहोस् त के हो यो त आलु त यस्तो खालको खतरा आलु छ है यहाँ ल आलु है आयो है न्यू पोटेटो बिगिनिङ इन मार्केट